पास्टर बुवा जयमसी। जयमसी जयमसी। सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। पास्टर बुवा म एउटा कुरा सोध्छु है। भन्नुहोस्। यूहन्ना चाहिँ के अरे येशू ख्रीष्ट चाहिँ कुन चाहिँ पदमा हुनुभएको छ अनि कुन विषयमा हुनुभएको छ पास्टर बुवा भनिदिनु न थोरै हजुरले। सुसमाचार यूहन्नाको 11:35 पदमा चाहिँ लेखिएको छ। त्यो सबसे भन्दा छोटो अध्याय पनि हो। जब यूहन्ना जसरी जुन आफ्नो भाइ लाजरसको जुन एउटा मृत्युको समयमा चाहिँ जुन एउटा प्रभु येशू ख्रीष्ट चाहिँ त्यहाँ रुनु भएको छ। जुन यूहन्ना सुसमाचार यूहन्ना 11:35 पदमा चाहिँ लेखेको छ। धन्यवाद हजुरलाई पास्टर बुवा यो जानकारी दिनुभएकोमा। धन्यवाद। अनि पास्टर बुवा बाइबलमा सबसे धेरै पुस्तक अनि कुन चाहिँ हो अनि त्यो विषय कुन विषयबाट बोलिन्छ? धन्यवाद यो प्रश्नको लागि तपाईँलाई पनि। बाइबलको जुन पुस्तकभरिमा चाहिँ सबसे धेरै अध्याय भएको चाहिँ भजन सङ्ग्रहको पुस्तक हो। किनभने भजन सङ्ग्रह 1 देखि 150 अध्यायसम्म चाहिँ त्यहाँ रहेको छ। बाइबलको पदहरूमा सबैभन्दा ज्यादा चाहिने भनेको कुन पुस्तक हो पास्टर बुवा? जब हामी सङ्कष्टमा अहिले यो जुन एउटा भजन सङ्ग्रहकै पुस्तकमा हेर्न पनि सकिन्छ। सङ्कष्टको बारेहरूमा धेरै सुरक्षाको बारेमा जति पनि छ यो अहिले धेरै पुस्तक भएको पनि यो नै हो। र त्यसैमा चाहिँ हामीलाई प्रायः जसो हामी घोषणा गर्ने प्रार्थनामा घोषणा गर्ने प्रायः जसो चाहिँ हामी भजन सङ्ग्रहकै पुस्तकबाट नै हामी दिन सकिन्छौँ। र अनि यो जब बिमारीहरूको निम्ति पनि हामीले हेर्न सकिन्छ पुस्तकहरू धेरै छ। मत्ती मर्कुसमा छ, लुकामा छ, धेरै कुरा छ।